वैशाख 6 गतेसम्म सूर्य र शुक्रको युतिले यी दुई राशि भएका व्यक्तिहरू मालामाल हुँदैछन् भने यी 4 राशि भएका व्यक्तिहरू सावधान रहनुहोला। यी 4 राशि भएका व्यक्तिहरूको जीवनमा वैशाख 6 गतेसम्म चिडचिडापन आउन सक्छ। ओभरथिङ्किङ, एन्जाइटी, डिप्रेसनहरू हुन सक्छ। देश विदेशमा हुनुहुन्छ, देश विदेशमा काम गरेको ठाउँबाट चिडचिडापन, काम छोड्न मन, कामबाट रिजाइन दिन मन लाग्न सक्छ भने व्यापार, व्यवसाय, काम, कार्यक्षेत्र जुन क्षेत्रमा हुनुहुन्छ त्यसबाट चाहिँ मन अशान्त हुन सक्छ, मन भड्किन सक्छ, मन आत्तिन सक्छ, मन तर्सिन सक्छ, कसैको नजर दोष लाग्न सक्छ। वैशाख 6 गतेसम्म यी 4 राशि भएका व्यक्तिहरूको जीवनमा एन्जाइटी, डिप्रेसन, ओभरथिङ्किङ र चाहिँ कसैप्रति कुभाव र अत्यन्त नकारात्मक कुराहरू चाहिँ खेलिने भएकाले यी 4 राशि भएका व्यक्तिहरूले कुन विधिहरू अपनाउने वैशाख 6 गतेसम्म यी विषयसँग सम्बन्धित रहेर भिडियो म प्रस्तुत गर्दैछु। आउनुहोस्, वैशाख 6 गतेसम्म उच्च सूर्य र शुक्रको विशाल युतिले कुन राशि भएका व्यक्तिहरूलाई शुभ हुँदैछ। हामीसँग पहिलो राशि रहेको छ वृष राशि। वृष राशि भएका व्यक्तिहरूलाई 2083 साल वैशाख 6 गतेसम्म उच्च सूर्य र शुक्रको विशाल युति 12औं भावमा परेको कारणले गर्दा वृष राशि भएका व्यक्तिहरूको जीवनमा सुख नै सुख आउने सम्भावना देखिन्छ। देश विदेशको यात्रा बन्दैछ भने देश विदेशमा मनज्ञ आम्दानीको योग पनि छ। देश विदेशमा व्यापार, व्यवसाय, काम, कारोबार गर्दै हुनुहुन्थ्यो भने हालसम्म अत्याधिक रूपमा हानि, नोक्सानी, व्यापार व्यवसायमा लस मात्रै खेप्नु भएको थियो। आम्दानी कम भइरहेको थियो, खर्च अत्याधिक भइरहेको थियो, हानि नोक्सानी मात्रै भइरहेको थियो भने अब वैशाख 6 गतेसम्म उच्च सूर्य र शुक्रको विशाल युतिले तपाईँको व्यापार व्यवसायमा मनज्ञ आम्दानी पनि हुनेछ भने आएको धन स्थिर हुँदैछ, अड्किँदैछ। त्यो धनले भविष्यमा गएर अत्यन्त राम्रो हुनेवाला छ। वृष राशि भएका व्यक्तिहरूलाई हामीसँग दोस्रो नम्बर राशि रहेको छ वृश्चिक राशि। वृश्चिक राशि भएका व्यक्तिहरूलाई वैशाख 6 गतेसम्म उच्च सूर्य र शुक्रको विशाल युति छैटौं भावमा परेको कारणले गर्दा वैशाख 6 गते भित्र वृश्चिक राशि भएका व्यक्तिहरूको जीवनमा ऋण, तनाव, दुश्मन, रोगले अत्याधिक चापिरहेका थिए, दुश्मनहरू लागेका थिए, अथवा तपाईँको व्यापार व्यवसायमा अथवा चाहिँ कुनै ठाउँ ब्याङ्कको लोन अथवा ब्याङ्कको ऋणहरू बढै थियो भने वैशाख 6 गतेसम्म उच्च सूर्य र शुक्रको विशाल युतिले तपाईँको ब्याङ्कको लोनदेखि लिएर सबै नासिँदैछ, सबै सकिँदैछ भने तपाईँका दुश्मनहरू, तपाईँका शत्रुहरूले पनि तपाईँको बाटो छेक्दैछन्। वृश्चिक राशि बाटो छेकेर पनि अथवा ती दुश्मनहरूसँग तपाईँको जितको योग देखिँदैछ। वृश्चिक राशि भएका व्यक्तिहरूको जीवनमा अथवा स्वास्थ्य अवस्था ती दुश्मनहरूसँग, ती शत्रुहरूसँग तपाईँको विजय हुनेछ भने तपाईँका पैतालाम्ने गाडिँदैछन् वृश्चिक राशि भएका व्यक्तिहरूका तपाईँका दुश्मनहरू। अब कुन राशि भएका व्यक्तिहरू वैशाख 6 गतेसम्म सावधान रहने हामीसँग पहिलो राशि रहेको छ मेष राशि। मेष राशि भएका व्यक्तिहरूलाई वैशाख 6 गतेसम्म उच्च सूर्य र शुक्रको विशाल युति प्रथम घरमा परेको कारणले गर्दा वैशाख 6 गतेसम्म मेष राशि भएका व्यक्तिहरूको जीवनमा नसोचेको अनावश्यक तनाव, अनावश्यक चिडचिडापनहरू, के गरौँ कसो गरौँ, उकुस मुकुस हुने, एकै ठाउँमा स्थिर हुन मन नलाग्ने अथवा चञ्चल मन हुने, अथवा चाहिँ कहाँ जाउँ, के गरौँ, अथवा चाहिँ एकदमै आत्महत्या गर्ने जस्तो मन लाग्न सक्छ। विशेष धैर्य हुनेवाला मेष राशि भएका व्यक्तिहरू वैशाख 6 गतेसम्म र अनावश्यक ओभरथिङ्किङहरू हुन सक्छन्। धेरै आफ्नो काममा मन नजान सक्छ, मन भड्किन सक्छ, मन आत्तिन सक्छ, मन तर्सिन सक्ने सम्भावना देखिँदैछ। अनावश्यक नराम्रा कुराका थरीहरू चाहिँ दिमागमा खेल्न सक्छन् मेष राशि भएका व्यक्तिहरूको जीवनमा। मेष राशि भएका व्यक्तिहरूले वैशाख 6 गतेसम्म प्रत्येक दिन बिहान उदाउँदो सूर्यलाई हेरेर 3 मिनेट अथवा चाहिँ 5 मिनेटसम्म चाहिँ अथवा 7 मिनेटसम्म चाहिँ भगवान सूर्यनारायणलाई उदाउँदो सूर्यको दर्शन गर्नुभयो भने तपाईँको जीवनमा यस्ता समस्याहरू छन् भने यी समस्याहरू सबै निवारण भएर जानेछन् भने तपाईँको घरमा धन, ऐश्वर्य, सुख सबै वृद्धि हुनेछ मेष राशि भएका व्यक्तिहरूको जीवनमा। हामीसँग दोस्रो नम्बर राशि रहेको छ कर्कट राशि। कर्कट राशि भएका व्यक्तिहरूलाई वैशाख 6 गतेसम्म उच्च सूर्य र शुक्रको युति दशम कर्म भावमा परेको कारणले गर्दा काम कार्यक्षेत्र छोड्न मन लाग्न सक्छ, कामबाट रिजाइन दिन मन लाग्न सक्छ, अथवा देश विदेश जुन ठाउँ हुनुहुन्छ र चाहिँ मन आत्तिन सक्छ, मन भड्किन सक्छ, काम छोडिदिउँ अथवा स्वदेश फर्कियौँ अथवा अनावश्यक ओभरथिङ्किङ र
एन्जाइटीहरू बढ्न सक्छ तपाईँको जीवनमा चाहिँ धेरै कुराहरू खेलाउनको कारणले गर्दा तपाईँको शरीर कमजोर हुन सक्छ र कामबाट रिजाइन दिन मन लाग्न सक्छ र विशेष धैर्य हुनवाला यो वैशाख 6 गतेसम्म यो ग्रहको प्रभावको कारणले गर्दा यस्तो भएको हो र कर्कट राशि भएका व्यक्तिहरूले पनि बिहान सबेरै उठेर उदाउँदो सूर्यलाई 3 मिनेट 5 मिनेट र 7 मिनेटसम्म भगवान सूर्यनारायणको दर्शन गर्नाले तपाईँको जीवनमा खुसी नै खुसी आउनेछ भने यस्ता समस्याहरू छन् भने यी समस्याहरू आफै टरेर जाँदैछन् कर्कट राशि भएका व्यक्तिहरूको जीवनमा। हामीसँग तेस्रो नम्बर राशि रहेको छ सिंह राशि। सिंह राशि भएका व्यक्तिहरूलाई वैशाख 6 गतेसम्म उच्च सूर्य र शुक्रको विशाल युति नवौं घर भाग्य भावमा परेको कारणले गर्दा सिंह राशि भएका व्यक्तिहरूको जीवनमा पनि अत्याधिक तनावहरू बढ्न सक्छन्। ओभर थिङ्किङ, एन्जाइटी, डिप्रेसनहरू बढ्ने सम्भावना प्रबल देखिरहेको छ भने विशेष साक्षात भगवानको कृपाले पनि अथवा चाहिँ पैतृक दोषको कारणले गर्दा घरमा कुलपितृको दोष परेको छ अथवा पैतृक दोषले पनि अथवा मन भड्किन सक्छ, मन आत्तिन सक्छ, मन अथवा चाहिँ चञ्चल हुन सक्छ अथवा चाहिँ डिप्रेसन, एन्जाइटी, के गरौँ, कसो गरौँ, कहाँ जाउँ, के गर्दा राम्रो होला भनेर चाहिँ धेरै सोच्ने, कामभन्दा पनि सोच्ने बानी भइरहेको छ भने वैशाख 6 गतेसम्म धैर्य गर्नु होला। वैशाख 6 गतेभन्दा पछाडि तपाईँको चाहिँ यो सम्पूर्ण समस्याहरू चाहिँ नासिँदैछ भने वैशाख 6 गतेसम्म तपाईँलाई चाहिँ अत्यन्त धैर्य गर्नु होला र नआत्तिनु होला। चाहिँ सक्नुहुन्छ भने सिंह राशि भएका व्यक्तिहरूले बिहान उदाउँदो सूर्यको दर्शन 3 मिनेट 5 मिनेट र 7 मिनेट चाहिँ विशेष भगवान सूर्यनारायण उदाउँदो सूर्यलाई हेर्नुभयो भने तपाईँको जीवनमा यस्ता समस्याहरू आएका छन् भने यी समस्याहरू सबै टरेर जाँदैछन् विशेष सिंह राशि भएका व्यक्तिहरूको जीवनमा। हामीसँग 4औं नम्बर राशि रहेको छ कन्या राशि। कन्या राशि भएका व्यक्तिहरूलाई वैशाख 6 गतेसम्म उच्च सूर्य र शुक्रको विशाल युति 8औं घरमा परेको कारणले गर्दा 8औं घरलाई मोक्ष भाव पनि भनेर भन्छौँ र 8औं घरलाई मृत्यु स्थान पनि भन्ने गर्छौँ र विशेष रूपमा कन्या राशि भएका व्यक्तिहरूको जीवनमा यही तनाव, यही ऋण, यही रोग, यही ओभर थिङ्किङको कारणले गर्दा, डिप्रेसनको कारणले गर्दा तपाईँको जीवनमा अलिकति केही अन्तिम अवस्था अथवा चाहिँ के गरौँ, कसो गरौँ, कहाँ जाउँ र चाहिँ आत्महत्या नै गरौँ कि भने जस्तो महसुस हुने सम्भावना म प्रबल देखिरहेको छु भने कन्या राशि भएका व्यक्तिहरूको जीवनमा विशेष यो ग्रह गोचरको सर्कुलेटको कारणले गर्दा वैशाख 6 गतेसम्म तपाईँको जीवनमा यस्तो समस्याहरू आउन सक्छ। कसैको कुदृष्टि, कसैको नजर दोष अथवा पितृकुल दोषहरू पर्न सक्छ तपाईँको घरमा। विशेष रूपमा धैर्य हुनुवा, स्वास्थ्य अवस्था, विशेष मानसिक स्थिति कमजोर हुन सक्छ। मन तर्सिने, मन भड्किने, मन आत्तिने, कहाँ जाउँ, के गरौँ अथवा के गरिराखौँ अथवा चाहिँ शरीरमा चाहिँ अथवा खुट्टामा चाहिँ उकुस मुकुस हुने, के गर्दा चाहिँ राम्रो होला भन्ने चाहिँ ओभर थिङ्किङ र एन्जाइटी अत्याधिक बढिरहेको छ भने अत्यन्त सावधान रहनु होला। कन्या राशि भएका व्यक्तिहरू वैशाख 6 गतेभन्दा पछाडि तपाईँको जीवनमा अत्यन्त राम्रो हुनेवाला छ भने र विशेष रूपमा कन्या राशि भएका व्यक्तिहरूले यो 6 गतेसम्म बिहान उदाउँदो सूर्यको दर्शन 3 मिनेट 5 मिनेट र 7 मिनेट गर्नुभयो भने विशेष रूपमा तपाईँको जीवनमा खुसी नै खुसी आउनेछ। यस्ता समस्याहरू छन् भने सबै टरेर जानेछन्। कृपया जनचेतनाको लागि भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्नुहोला। कुनै जिज्ञासा र कुनै प्रतिक्रिया छ भने कमेन्ट बक्समा राख्नुहोला। आफ्नो चिना विश्लेषण गराउन चाहनुहुन्छ भने तल दिएको नम्बरमा सम्पर्क गरी आफ्नो चिना विश्लेषण गर्न सक्नुहुन्छ भने भिडियोलाई लाइक गर्नुहोला र भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्नुहोला। सम्पूर्ण दर्शक महानुभावहरूमा नमो नमः। जय माता कालिका। ओम नमः शिवाय।